म प्रधानमन्त्री भएको थिएँ भने नि म त्यो राष्ट्रपति उपराष्ट्रपतिलाई जम्मैलाई घोक्रे ठ्याक लगाएर खाँदेर यी जम्मै नेतालाई डोरीले पाता फर्काएर बाँधेर चाहिँ लिएर हिँडाएर चाहिँ लिएर जान्थेँ। दुर्गा प्रसाईको शासन भन्न सजिलो छ, गर्न गाह्रो छ। केही पनि सजिलो गाह्रो थिएन। शासन भनेको एक्जिक्युटिभ पावर एक्सर्साइज गर्ने त्यसकै मान्छे आयो भने पुलिसले पनि काम गर्छ, सेनाले पनि काम गर्छ। अनि यस्तो लुर नभएको मान्छे आएपछि कहाँबाट काम गर्छ? कमान्डर अनुसारको सेना प्रहरी प्रशासनको त मनोबल टुटिसकेको छ नि। अनि त्यसरी खोलामा खेदी कुटिया छ त अनि किन उ गर्छन् त? अब हेर्नुहोस्, सबैभन्दा खतरा अहिले कसलाई छ तपाईँलाई थाहा छ? त्यो रक्षा बमको वरिपरि लाग्नुहोस् है तपाईँहरू, सबै चिज भेट्नुहुन्छ। युएस एम्बेसीबाट जति पनि छ नि सबै सर्कुलर गर्ने त्यही बहिनी हो। युएस एम्बेसीको सर्कुलर गर्ने त्यही रक्षा त्यही बहिनी। अर्को के बम भन्ने छ? अर्को भावना राउत, सुमना श्रेष्ठ, बालेन, भिक्टरलाई तपाईँ बारम्बार किन टार्गेट गर्नुहुन्छ त? किन टार्गेट गरेको? हिजोदेखि त भनेको के टार्गेट गरेको? त्यसै त उही त हो नि, सबै यो सोसियल मिडिया फेक मिडिया चलाएर गर्ने। रुटिन अफ नेपाल बन्द फेक मिडिया लाग्छ तपाईँलाई? फेक त हो नि, यस्तो फेक गरेर यो त कस्तो समाचार हालेको हुन्छ तपाईँलाई थाहा छ? बालेनले बिजुलीको पोल हाल्यो अरे, बालेनको घर बेचेर ल्याएर हालेको। अनि त्यस्तो समाचार भन्ने फेक समाचार होइन। तपाईँलाई थाहा छ 23 गते र 24 गते 71,000 फेक चलेको छ। यस्तो फेक चलाउनेलाई नि तपाईँको के भन्नुहुन्छ? म ठाउँमा पुगेको थियो भने मलाई भगवान्ले त्यो ठाउँमा पुर्याउन भन्दै। तपाईँले रक्षा बम, सुमना श्रेष्ठ, भावना राउत र यिनीहरूलाई तपाईँलाई थाहा छ? यिनीहरूलाई सुदन गुरुङ के हो यिनीहरूको भूमिका? यिनीहरूलाई अमेरिकन एम्बेसीले अलरेडी भिसा लगाएर राखेको छ। यहाँ सफल भएन भने यिनीहरूलाई अमेरिकाले पगाउँछ। ल त्यो पनि भन्ने, उनीहरूको भिसा रेडी छ। यहाँ तलमाथि भयो भने उनीहरू अमेरिका जान्छ। त्यति सजिलो छ र भन्ने जति सजिलो हुन्छ। अनि यहाँ त सजिलै त हुन्छ त, दरबार हिँडेको ठाउँ 24 घन्टामा यत्रो सरकार ढलो के पियो लिनु पऱ्यो। यहाँ सजिलै त हुन्छ। यहाँ के चिज सजिलो हुँदैन? छटपछि फेरि यो देश सुदन गुरुङले चलाएको देश हो अहिले। सुदन गुरुङले त जेन्जीबाट नेतृत्व गरिदिनु भयो त्यो समयमा, त्यो विकराल परिस्थिति अवस्थामा। त्यो छोड्दैन, त्यो यता छोड्दैन। सबै यिनीहरूको घुमाइ कुरा छोडेर कति एउटा कुरा ल, यो जेन्जीका भाइ बहिनीहरू तपाईँसँग भेटघाट कतिको हुन्छ? जेन्जीका असली जेन्जी छन् नि, असली बाजेको पेडा भने जस्तो अहिले बुझेछन् जेन्जीका बाबुआमाले। वास्तवमा यो राष्ट्र बचाउने मान्छे, धर्म बचाउने मान्छे, संस्कृति बचाउने मान्छे चाहिँ दुर्गा प्रसाई हो। र भ्रष्टाचार विरुद्धको सबैभन्दा बढी आवाज उठाएको दुर्गा प्रसाई हो। यो आन्दोलनको जग भनेको दुर्गा प्रसाई हो। यो जग अर्काले घर बनाउन खोजे बिग्रियो, अब दुर्गा प्रसाईले नै यो जगमा घर हाल्नुपर्छ भन्नेमा पुगे। छटपछि त्यो जेन्जीहरू तपाईँको साथमा सडकमा देखिन्छ? तपाईँले छटपछि नसोचेको आन्दोलन हुन्छ। यो जुन फटाइ गर्ने छन् नि यिनीहरू त जेल जान्छ। सिंहदरबारमा आगो लाउने मान्छे छन् नि, गयो तिनीहरू जेल। कसले लगायो त सिंहदरबारमा आगो? त्यो आइहाल्छ नि। अनि को बुलेटमा चढी अनि त्यहाँबाट चाहिँ नि को आएको थियो? केमिकल युज गरेको छ त्यहाँ, पेट्रोल पनि होइन, केमिकल सबै प्लान गरेर। बुझ्नुभयो? त्यो त 23 गते नै घुसपैठी भएको विभिन्न समाचार माध्यमहरूमा। 23 गते त यस्तो भन्ने जेन्जीको सबै ट्रेनिङ भएको थियो। कलेजमा सबै ट्रेनिङ पैसा दिएर अनि बच्चा लाने, बच्चा मराउने, बच्चा मराएपछि आक्रोश हुन्छ। आक्रोश भएपछि अनि त्यो आक्रोशमा प्रि प्लान हो नि त। तपाईँले पनि त बुझेर मलाई खतरा छ भन्दै हुनुहुन्थ्यो त अस्ति। तपाईँलाई पनि खतरा छ, तपाईँलाई भन्दा बढी खतरा मलाई छ। अब खतरासँग खेल्नेपछि नै झन् खतरा हुन्छ। होइन, पत्रकारितामा आइसक्यो, डर के आगे जिताए भन्छ नि, त्यही हो। पत्रकारमा के छ? जिन्दु मृत्यु होइन, मृत्यु भनेको अमृत हो। यदि त्यो ज्यानको डर राख्यो भने त पत्रकारिता किन गर्ने? हो, त्यही भएर तपाईँ हामी तपाईँलाई राष्ट्रको माया छ कि छैन? त्यो त जनताले भन्छन्, तपाईँहरूले भन्नुहुन्छ। हो, माया छ भने अब यो फेक मिडिया, फेक न्युज, फेक गर्ने मान्छेलाई खेदौँ। म आज यो ठाउँबाट एउटा खुलासा गर्न गइरहेको छु। उहाँको कुराहरू अन्तर्वार्ताकै बिचमा मलाई एउटा कुरा भन्नै मन लाग्यो। यहाँहरूले 23 र 24 गतेको घटनाको बारेमा म कुनै केही कुरा भन्दिनँ, तर 20 गते 21 गतेको पोस्टहरूमा जुन जेन्जीको प्रदर्शनमा सहभागी हुन आउनु भनेर जुन प्रमोट गरिएको थियो, विभिन्न भिडियोहरू विभिन्न सामाजिक सञ्जालमा पोस्टहरू आइरहेको थियो, त्यो भिडियोहरूमा सिंहदरबार जल्नुभन्दा अगाडि नै जलेको फोटोहरू सार्वजनिक भइरहेको थियो विभिन्न आइडीहरूबाट। त्यो आइडीहरूको खोजी गरियोस्, त्यो आइडीहरू डिलिट गरिएको छ, त्यो पोस्टहरूको खोजी गरियोस्। किनभने 23 र 24 गतेको घटना हो। 23 गते गोली चल्यो, 24 गते सिंहदरबार या विभिन्न ठाउँमा आगजनी भयो, तोडफोड भयो। तर 20 गते नै 22 गते नै विभिन्न सामाजिक सञ्जालहरूमा सिंहदरबार जलेको र त्यसपछि संसद भवन जलेको पोस्टहरू
एआईबाट बनाइएका पोस्टहरू व्यापक रूपमा सामाजिक सञ्जालहरूमा देखिरहेका थियो। त्यो पोस्टहरू हामीले धेरै खोज्ने प्रयास गऱ्यौँ। आज त्यो पोस्टहरू हराएको छ। साइबर ब्युरो, नेपाल प्रहरी अनुसन्धान गर्ने निकायहरू यसतर्फ ध्यान जाओस्, यसको पनि अनुसन्धान गरियोस्। विभिन्न आइडीहरू डिलिट भएको छ र त्यो पोस्टहरू हामी जुन 23 गतेको माइती घरमा जुन प्रदर्शन थियो त्यहाँ हामी पुगेका थियौँ। यसको बारेमा यहाँलाई जानकारी छ कि? त्यो पोस्ट मसँग छ, बुझ्नुभयो? सिंहदरबारमा आगो लगा यति पछि सर भन्ने सुद्धा पोस्ट मसँग छ। तपाईँसँग छ? मसँग अलरेडी उ गरेर राखेको छु। हो, किनभने 23 गतेको प्रदर्शन थियो। हामीले 22 गतेबाट त्यो फेसबुकहरूमा के देख्थ्यौँ भने सांसद भवनमा आगो लगाएको यति सुद्धा छ। कसले लेखेर कहाँबाट पठाएछ, कुन कुन त्यो ह्यासट्याग के भन्दो रहेछ नि एउटा किनेको ट्रेन्ड नै चल्यो। ट्रेन्ड अनि एउटा ऊ चलाएको थियो नि नेपो बेबी। नेपो बेबी त त्यो नेपो बेबी त त्यो छोडिदिनु न, त्यो नेपो बेबी त केही होइन। त्यो अर्को एउटा के भन्दो रहेछ नि ऊ छ, मसँग छ सबै, टेन्सन नगर्नुहोस्। म अबको अस्ति 10% देखाएँ, 10% देखाउँदा यति भयो यिनीहरूको। अब अहिले 20 अस्ति 10 मिनटको भिडियो छ, त्यति देखाउँदा त्यति भयो। अब 20 मिनटको बनाउँदैछु अहिले। यो 20 मिनटको बनाइसकेपछि नि अनि यिनीहरूको कसरी जान्दो रहेछ भन्ने कुरो, नेपालीले घरबाट नि खुर्पा र खुकुरी लिएर जान्छन् यिनीहरूलाई खेद्नलाई। यिनीहरूका सोसियल मिडिया कहाँ पुर्याउँछन् हेर्दै जानुहोस्। सबै कति समय लाग्छ यो? सबै छ। तपाईँले एउटा कुरो 22 गते 23 गतेको कार्यक्रम थिएन, 22 गते बालनले गरेको छ नि। मैले के भनेको छु, जेनजीलाई सघाउन म पनि जान्छु। बच्चा बच्चीको आन्दोलन मिराज ढुङ्गानासँग त तपाईँको भेटै भएको होइन। त्यस पछाडि 22 गते 12 बजी मैले पोस्ट गरेँ म जान्छु भनेर। 2 बजी बालनले के भनेको छ, दुर्गा प्रसाद नआउनु भन्ने टाइपको गरेको छ। तपाईँको नाम त ल्याएको छैन, तर अभियन्ता पागल भनेर भनेको छ। ऊ सज्जन भएको हो, यहाँ सुन्नु न। अब के सुन्नु न, अहिले दुर्गा प्रसाद इन्फर्मेसन कसरी ल्याउँछ भन्ने कुरो त उसलाई थाहा नै छैन नि। सबै मैले ल्याएर राखेको छु, सबै छ, नआत्तिनुहोस्। नेपाल प्रहरीले यदि माग्यो भने सहयोग गर्नुहुन्छ? सबै मसँग छ। नेपाल प्रहरीलाई दिएर के, अनि यो प्रहरीले कामै गर्दैन। के काम गर्छ यो प्रहरीले? यो प्रहरी बिचरा आफ्नै ज्यान जोगाउनु र जागिर जोगाउनु फुर्सद छैन। दिने ठाउँमा म दिन्छु, दिने ठाउँमा गइसकेको छ। त्यही भएर त यिनीहरूको 12 बज्दैछ त। अहिले मन्त्रीमण्डलहरू गठनदेखि लिएर सरकार यिनीहरूले मन्त्रीमण्डलै बनाउन सक्दैनन् हो र? अनि पुरुषोत्तम यादव मन्त्री बन्दैछ भन्ने खबर कहाँबाट आयो तपाईँलाई? अस्तिको दिन मन्त्रीमण्डल बन्ने भनेर नाम सिफारिस भएको थियो, तर बनाउन सक्दैन। पुरुषोत्तम यादवजी तपाईँसँग काम गर्नुभएको छ? मसँग त 6 महिना मसँग बसेर काम गरेको हो नि पुरुषोत्तम। मेरो जेनजीको प्रदर्शनमा सिडिओ कार्यालयबाट अनुमति ल्याउने अरू को भेट हुन्छ तपाईँको? होइन, भेट त होइन, उनीहरूसँग त मेरो यस्तो भेट हुने मान्छेहरू चाहिँ धेरै छन् होइन, किन भन्ने। तर अबको 10 दिनभित्रमा जेनजीका सबै 95% मान्छे त्यो बैशाखी टेकेर मेरैमा आउँछन्। घाइतेहरू हेर्दै जानु न। जसलाई राष्ट्रको माया छ, जसलाई धर्मको माया छ, जसलाई देशको माया छ, ती सबै आउँछ। तपाईँ पनि आउनुहुन्छ दुर्गाजी अब चाहिँ भनेर। हामी त आजै आएका छौँ। ल, तपाईँ आज त इन्टरभ्यू लिन आउनुभएको होइन? ढिलो होस् चाँडो होस् होइन, मैले हान्दाखेरि चाहिँ कस्तो हुन्छ भने पड्किन्छ क्या। सञ्चारकर्मीहरूको भूमिका कस्तो छ अहिलेको अवस्थामा? सञ्चारकर्मीहरूको भूमिका ठुलो मिडियाहरू जस्तो अहिले आएर चाहिँ सेतो पार्टी एउटा हेर्नुहोस्, त्यो उतैको, बाह्रखरी उतैको, अनलाइन उतैको। उतै भन्नाले कताको? उनीहरूकै डलरकै हो है। अब यहाँ छ, अब त्यो अहिले के कुरा गर्ने, यिनै त हुने बिगार्ने। जसले गोविन्द केसी बोके नि हिजो, त्यही ग्रुप हो यो। गोविन्द केसी एन्ड कम्पनीले चलाएको छ देश। जसले देशमा मेडिकल कलेज, अब कल्याण श्रेष्ठहरू प्रधानमन्त्री, अब कल्याण श्रेष्ठ प्रधानमन्त्री हुने तयारी गर्दैछन् सुशीलालाई हटाएर। अनि यिनीहरूको भाँड सुरु हुन्छ त्यहाँ। अनि त्यस पछाडि सन्दुक रोहितको कस्तो छ भूमिका? सन्दुक रोहित त अनि अस्ति सुदन गुरुङले भने त हाम्रो त गुरु नै भनेको उहाँ हो, बारबारा फाउन्डेसनको अध्यक्ष भनेकै उहाँ हो, सबै कुरा उहाँ भनेको त भगवान् हो भन्छन्। मैले भने सन्दुक रोहित जस्ता आँखाका डाक्टर त 3000 छन् नेपालमा। अनि सन्दुक रुइजलाई चाहिँ भगवान बनाइन्छ, अरूले चाहिँ के आँखाको अपरेसन गर्दै अन्तिम प्रश्नतिर छु। यो बिचमा मैले समाचारहरू हेरिरहँदा के देखेँ भने दुर्गा प्रसाईज्यूको जुन हस्पिटल छ त्यहाँका स्टाफहरूले तलब पाएन हो, के छ? के को तलब पाउँदैनन्? तलब पाएको सबै मेरो राम्रो भएको थियो। अब मलाई के गरेर तान्ने? मलाई केटीको मुद्दा लगाउने कि यस्तै मुद्दा लगाएर बेइज्जत गराउनलाई यहाँ लागे क्या? षड्यन्त्र हो यो, षड्यन्त्र। दुर्गा प्रसाईज्यूलाई बदनाम गर्ने षड्यन्त्र हो। तपाईँ एउटा काम गर्नु न, तपाईँका मधेसका, तपाईँ कुन ठाउँको घर?
सप्तरी होइन सबैभन्दा बढी सप्तरीका डाक्टर छन् त मेरोमा फोन गर्नु डाक्टर वीरेन्द्र यादव ती छ तयार रेडिएसन अङ्कोलोजी ऊ त हरिकृष्ण यादव के यादव जम्मै ती छन् त 50जना छन् यार मधेसका डाक्टर त्यहाँ कसो हाल कुरा हाल्नु सोध्नुहोस् त तलब दिएको छ कि छैन